नमस्ते दाजु नमस्ते। यो चाहिँ अलिकति यो हाम्रो चाहिँ के भन्नुहुन्छ भने यो अलिकति ज्यादा फलेको हुनाले यो चाहिँ टिपेर फ्याँक्नु पर्ने भएको छ है। हजुर अन्यबाट यो किनभने हाम्रो चाहिँ यो सानै 2 वर्षको बिरुवा हो यो। हजुर यो त्यो हुनाले यो चाहिँ किनभने बिरुवा चाहिँ अलिकति झोक्रिन्छ यो फल ज्यादा राख्यो भने। हजुर त्यो कारणले म टिपेर फ्याँक्न थालेको हो। ए यो चाहिँ अहिले खानालाई हुँदैन है दाइ? यो खानालाई अहिले चाहिँ टर्रो हुन्छ चिजीलाई हो। ए हजुर 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 त धेरै वर्ष इन्डियामै बस्नुभयो अरे? हजुर हजुर इन्डियामा म कमसेकम 38 वर्षमा बस्दाखेरि म चाहिँ 28-30 वर्ष चाहिँ यही काम गरेको मान्छे हो। 38 वर्ष बस्नुभयो? हजुर झन्डै 30-32 वर्ष चाहिँ यही स्याउ सम्बन्धीकै काम गर्नुभयो है तपाईँले? हो धेरै राम्रो दाइ। अब नेपाल आएँ, नेपाल आएर पनि यो अलिकति आफूले जानेको काम अलिकति गरौँ भनेर। हजुर हजुर धेरै राम्रो दाइ, यो एकदम धेरै राम्रो तपाईँले अब गरेको छु। हजुर यही हो अब बिरुवा तयार गरेर 2 वर्ष जति भयो यो लगाएर। हजुर अनि एउटा ए अब धेरै फलेको छ कि हेर्नु न अब। हजुर खाएको भाँचिन्छ। फल्न त धेरै नै फल्नु पर्ने, तर पनि अहिले चाहिँ यो खानालाई हुँदैन है? हुँदैन अहिले खानालाई चाहिँ टरो टरो हुन्छ। ए हजुर हजुर ओहो मजाले फलेको रहेछ। फल्न चाहिँ झन्डै बोर्डै भाँचिने गरी। हजुर यो चाहिँ अहिले खाना नमिल्ने भन्नुहुन्छ मिस्त्री। ए हजुरले चाहिँ यो इन्डियाको हिमाचल प्रदेशमा होइन त हजुर बस्नुभएको? हिमाचल प्रदेशमा बसेका थियौँ। 38 वर्ष बस्नुभयो है? ओहो यसो त 10 वर्ष जति त म दिल्लीमा पनि बस्यौँ। हजुर हजुर दिल्ली हरियाणातिर यो दिल्लीतिर यतातिर घुम्यौँ। अब अलिकति आफूलाई अलिकति राम्रो पनि लागेन। ए हजुर फेरि हिमाचल गएर हिमाचलमा चाहिँ 28-30 वर्ष बस्यौँ। हजुर यो अहिले हाम्रो यो काभ्रे बेथानचोक खोरथली है यो डाँडाको नाम? यो काभ्रे बेथानचोक खोरथली। हजुर अनि यो चाहिँ म चाहिँ सिर्फ 2 वर्ष भयो यहाँ आएर बसिबास गर्न। ए हजुर 2 वर्ष? 2 वर्ष मात्रै भयो। 2 वर्षमा चाहिँ मैले यतिको चाहिँ स्याउ फलाएँ। अब बिरुवा मैले वहीँबाट लिएर आएको थिएँ। इन्डियाबाटै ल्याउनु भएको तपाईँले? हजुर आफ्नो लागि चाहिँ यो चाहिँ मैले इन्डियाबाटै लिएर आएको थिएँ। हजुर दाइ हजुर। अहिले तपाईँले कति रोपनीमा लाउनु भएको छ दाइ यहाँ? यो 3 रोपनीमा रोपेको छु। ओ 3 रोपनीमा है? ओहो ल 3 रोपनीमा रोपेको छु। अब यो अब जग्गा पनि यति नै लिनु सक्ने अवस्था भयो। ए हजुरले आफैले लिनुभएको है यो जग्गा चाहिँ? आफैले लिएर ओहो गरेको हो। ल धेरै राम्रो गर्नुभएछ दाइले। अब इन्डियामा जानुभयो 38 वर्ष त्यहाँ इन्डियामा बस्नुभयो। यही सम्बन्धी स्याउ सम्बन्धीको धेरै मेहनत दुःख साथ तपाईँले त पुरै सानो ज्ञान बचपनमै गएको हो क्या म। बचपनमा मेरो बचपनमा भनेको दिल्ली और पन्जाब हरियाणामा मैले चाहिँ आफ्नो बचपनमा बिताएँ। हजुर अलिकति ठुलो भएपछि हिमाचलपट्टि लाग्यो। हजुर अनि हिमाचलपट्टि लाएर चाहिँ तपाईँको यो काम सिकेको हो मैले। ए हजुर दाइ हजुर। अब यो चाहिँ अब यो काम लाग्दैन यो चाहिँ टिपेर यो यस्तो हो। पशुहरूले खायो भने अब यस्तै के ए गाईहरूलाई हजुर हजुर दिनलाई हुन्छ। ए राम्रो त राम्रै हो तर चिजिला हो। चिजिलामा चाहिँ टर्रो हुन्छ के। ए गाई दिन्छ के यो। ए कैँचीले काटेर? कैँची छ मसँग। ए चटचट हजुर चटचट काटेर खसाल्ने है? काटिन्छ कैँची छन् त। ए पनि यस्तै हो। अहिले काभ्रे बेथानचोक यो 2 नम्बर वडातिर कति ठाउँतिर लाउनु भएको छ तपाईँले? मैले 3-4 जनालाई दिएको छु। ए बेर्नाहरू है? त्यो पनि अब खास भनौँ भने अब यहाँको मान्छेलाई अब यतिको थाहा छैन नि। छैन हजुर। अब यहाँ त हुनाले अलिकति यस्तो हो कि अब लगायो। अब लगाएपछि अब जति चाहिँ यसको केयर हुनु चाहिन्छ यसको काम हुनु चाहिन्छ। हजुर हजुर यो चाहिँ नगर्दिने। ए धेरै राम्रो गर्नुपर्ने छ। ए यो स्याउभित्र पनि बन्दाहरू पनि लाउनु भयो जस्तो है? बन्दा आलु लगाएको थिएँ। आलु हजुर पठाएर मैले बन्दा लगाएँ। ए फेरि बन्दा लगाइरहनु भयो है? ओहो ल धेरै राम्रो। यही त हो नि। यस्तै हो हजुर। अब अगाडि चाहिँ राम्रै होला जस्तो लाग्छ किनभने अब मैले चाहिँ यो बिरुवा इन्डियाबाट निकालेर अब 2 वर्षमा यतिको फल्यो होइन? हजुर हजुर। अब यतिको फल्दैखेरि अब मलाई चाहिँ यस्तो लाग्यो कि राम्रै होला जस्तो लाग्छ। हुन्छ हुन्छ दाइ यो अवश्य नै राम्रो हुन्छ। तपाईँ दुःख मेहनत गरेपछि मेहनतको फल अवश्य नै मिठो हुन्छ। राम्रो देखियो बोटहरू एकदम फलिसकेको रहेछ। यो चाहिँ
हाम्रो बेथानचोक गाउँपालिका वार्ड नम्बर 2 खोरथली भन्ने ठाउँमा हो। यहाँ हाम्रो इन्द्रबहादुर दाई गोले दाईले चाहिँ इन्डियाबाट सिकेर आउनु भएर इन्डियाबाटै यो स्याउको बिरुवाहरू ल्याएर अहिले यो 2 वर्ष भएको रहेछ। यहाँ एकदमै फलिसकेको रहेछ। एकदम सुन्दर ठाउँ, हरियाली जङ्गल, एकदम राम्रो ठाउँमा, यो अलि अग्लो ठाउँमै छ यो अहिले। मैले खास भन्नै पर्दाखेरि चाहिँ यो अब तपाईको इन्डियामा पनि यो भेराइटी नयाँ नयाँ निस्केको हो। हजुर, यो भेराइटी चाहिँ इटली भेराइटी हो, इटालियन भेराइटी। ए हजुर हजुर, यो चाहिँ हाम्रो चाहिँ इन्डियामा उनीहरूले चाहिँ लिएर आउँथ्यो। अब म त्यहाँतिर कटिङ गर्न जान्थ्यो होइन। हजुर हजुर, त्यहाँबाट चाहिँ अनि एउटा साइनहरू चाहिँ मैले चाहिँ लिएर आएर आफैले तयार गरेको बिरुवा हो क्या यो। हजुर, मैले यहाँ पनि बिरुवा तयार गरेको छु अहिले। ठिक छ ठिक छ, त्यहाँ पनि हेरौँला म। राम्रोसँग फलिसकेको रहेछ, तर पनि अहिले चाहिँ यो खानालाई यतिको अब यो यिनीहरू चाहिँ अब हामीलाई चाहिँ भन्नै पर्दाखेरि ज्यादा राख्नु हुँदैन। ए यो भाँचिन्छ यो हाँगाहरू दाइ? अब कुनै योभन्दा ज्यादा राख्यो भने भाँचिन्छ पनि, फेरि रुख चाहिँ यसको चाहिँ बिरुवा चाहिँ अलि राम्रोसँग स्वास्थ्यसँग चल्दैन क्या। ए हजुर, ए हजुर, यो त बोट त ठुलो हुनु पर्यो नि है, धेरै फल्नलाई पछि। सानै हो नि, 2 वर्षको बोट हो, 2 वर्षको बोटमा फलाउनै हुँदैन। ए त्यस्तो है। हजुर, ए यो हाँगाहरूलाई चाहिँ यो सिङाहरू राखेर हजुर हजुर अलि ओहो, धेरै मेहनत त धेरै मेहनतै गर्नुपर्ने रहेछ है। हजुर, दुःख नगरी त कहाँ सुख हुन्छ र होइन दाइ? हजुर हजुर। हो दाइ ल। 2 वर्षदेखि चाहिँ खानालाई मतलब एउटा रुखमा 3टा 4वटा चाहिँ राख्छु। ए अझ पनि? हजुर हजुर, एउटा बोर्डमा 3-4वटा मात्रै राख्नु मिल्ने? मात्रै, किनभने बिरुवा बोर्ड सानो भएर अहिले बोर्ड बन्न दिने के। ए ठुलो हुनको लागि चाहिँ अहिले तत्कालीन चाहिँ यो फलको आश नगर्ने? नगर्ने। ए ल दाइ ल। हो आहा, धेरै राम्रो हाम्रो इन्द्रबहादुर दाइले यहाँ फल राख्यो भने रुख अलिकति सानै रहन्छ। हजुर, अब ठुल्ठुलो हुन्छ नि फल, यत्रो यत्रो हुन्छ होइन। हजुर हजुर, अब यतिको फल्दैखेरि अब मलाई चाहिँ यस्तो लाग्यो कि राम्रै होला जस्तो लाग्छ। हुन्छ हुन्छ दाइ, यो अवश्य नै राम्रो हुन्छ। तपाईँ दुःख मेहनत गरेपछि मेहनतको फल अवश्य नै मिठो हुन्छ। राम्रो देखियो, बोटहरू एकदम फलिसकेको रहेछ। यो चाहिँ हाम्रो बेथानचोक गाउँपालिका वार्ड नम्बर 2 खोरथली भन्ने ठाउँमा हो। यहाँ हाम्रो इन्द्रबहादुर दाई गोले दाईले चाहिँ इन्डियाबाट सिकेर आउनु भएर इन्डियाबाटै यो स्याउको बिरुवाहरू ल्याएर अहिले यो 2 वर्ष भएको रहेछ। यहाँ एकदमै फलिसकेको रहेछ। एकदम सुन्दर ठाउँ, हरियाली जङ्गल, एकदम राम्रो ठाउँमा, यो अलि अग्लो ठाउँमै छ यो अहिले। मैले खास भन्नै पर्दाखेरि चाहिँ यो अब तपाईको इन्डियामा पनि यो भेराइटी नयाँ नयाँ निस्केको हो। हजुर, यो भेराइटी चाहिँ इटली भेराइटी हो, इटालियन भेराइटी। ए हजुर हजुर, यो चाहिँ हाम्रो चाहिँ इन्डियामा उनीहरूले चाहिँ लिएर आउँथ्यो। अब म त्यहाँतिर कटिङ गर्न जान्थ्यो होइन। हजुर हजुर, त्यहाँबाट चाहिँ अनि एउटा साइनहरू चाहिँ मैले चाहिँ लिएर आएर आफैले तयार गरेको बिरुवा हो क्या यो। हजुर, मैले यहाँ पनि बिरुवा तयार गरेको छु अहिले। ठिक छ ठिक छ, त्यहाँ पनि हेरौँला म। राम्रोसँग फलिसकेको रहेछ, तर पनि अहिले चाहिँ यो खानालाई यतिको अब यो यिनीहरू चाहिँ अब हामीलाई चाहिँ भन्नै पर्दाखेरि ज्यादा राख्नु हुँदैन। ए यो भाँचिन्छ यो हाँगाहरू दाइ? अब कुनै योभन्दा ज्यादा राख्यो भने भाँचिन्छ पनि, फेरि रुख चाहिँ यसको चाहिँ बिरुवा चाहिँ अलि राम्रोसँग स्वास्थ्यसँग चल्दैन क्या। ए हजुर, ए हजुर, यो त बोट त ठुलो हुनु पर्यो नि है, धेरै फल्नलाई पछि। सानै हो नि, 2 वर्षको बोट हो, 2 वर्षको बोटमा फलाउनै हुँदैन। ए त्यस्तो है। हजुर हजुर, दुःख नगरी त कहाँ सुख हुन्छ र होइन दाइ? हो दाइ ल। ए हजुरले अब बेर्न पनि तयारी गर्नुभएको छ है यहाँ? हजुर, बेर्न पनि तयारी गरेको छु मैले। हजुर हजुर, ए तपाईँले अब कुनै पनि भनौँ न आफ्नो इच्छाले आफ्नो बारी धेरै भएको बारीतिर यसो लाउनु पर्यो भन्ने इच्छा लागेर तपाईँले सोध्न आउनुभयो भने बेर्ना उपलब्ध गर्न सक्नुहुन्छ तपाईँले? अब बेर्ना मैले राखिसकेको छु। हजुर हजुर हजुर। अब अहिलेलाई अब खास भनौँ भने अहिले चाहिँ म 2 वर्ष भयो होइन यो बगैँचा लगाएँ। बगैँचा लगाएर तपाईँको आफ्नो पुरा गरेर मैले फेरि त्यहाँ अलिकति
अब हुनसक्छ अहिले नजान पनि सक्छ बेर्ना होइन। हजुर अब त्यो मेहनतमा चाहिँ बर्बाद हुन्छ त्यो भएर अहिले चाहिँ अलिक कम कति राखेको छु मैले। कति सय छ बेर्ना हजुर। तपाईँको? लगभग यो वर्षको लागि 2000 जति हुन्छ होला। ए 2000 चाहिँ तयारी भइसकेको छ है? 2000 जति चाहिँ ए कोही पनि अब यो वर्ष नै लगाउन इच्छुक छ भने उहाँहरूलाई यो बेर्ना दिन सक्नुहुन्छ तपाईँले है? सक्छु म। हो ल ठिक छ। राखेको छ 2-4 जनालाई दिइ पनि सकेको छु। ल ठिक छ। यो भिडियोको लास्टमा तपाईँको नम्बरहरू ठेगानाहरू पनि राख्नेछु म है। अब हामी अलिकति माथि बेर्नातिर लाग्नु पर्ला, कस्तो रहेछ कतिको अग्लो भएछ त्यो हेर्नको लागि है दाइ। हस् तरकारी धेरै राम्रो हुने रहेछ यो बेथान चोकमा। ए तपाईँको र यहाँ सिमाना है यहाँ चाहिँ? ए हजुर। ए यता सिमानापट्टि लगाइसक्नु भएछ यता पनि बोटहरू? के भन्नुहुन्छ भने मैले लगाएपछि उहाँले पनि अलिकति यसो यस्तो रहर गर्नुभयो? रहर गर्नुभयो, मेरो पनि लगाउन भाइ भन्नुभयो, अँ, अनि लगाइदिएको के। ए राम्रो राम्रो दाइ राम्रो। ए बनिन्छ हो नि। ए यो है यो होइन त? यो सिङ बिच बिचमा लगाएको? हजुर। ए बन्द यतिकै? यसको बीज बन्द छ हैन? ए टनक्कै लगाइसक्नु भएछ त है? हजुर। मैले त अघि नदेखेँ त यो बिच बिचमा यो यो किनभने उहाँले पनि अलिकति यस्तो रहर गर्नुभयो के। हो हजुर हजुर ठिक छ ठिक छ। तिमीसँग म पनि हिँड्छु, म तिम्रो साथमै हो। हजुर हजुर ल धेरै राम्रो हो। यहाँ तल गएर चाहिँ बेथान चोक गाउँपालिका बजार क्षेत्र गाउँपालिका भवन है तल चाहिँ हजुर। पार्थली टावर डाँडा। गाउँपालिका त्यो हो। स्याउ मात्रै होइन र पनि स्याउ भित्रतिर पनि तरकारी खेतीहरू सबै लाउन मिल्ने रहेछ। अहिले चाहिँ यो आलु खनिसकेर यसमा चाहिँ बन्दा लगाउनु भएको रहेछ। 3 रोपनीमा लाउनु भएको रहेछ। यहाँ पनि बेर्नाहरू यता पनि ल बन्दाहरू चाहिँ यस्तो हुँदो रहेछ यो ठाउँमा चाहिँ। यो यहाँ पनि स्याउको बेर्नाहरू राखिसक्नु भएको रहेछ, बोटहरू रोपिसक्नु भएको रहेछ। अनि त्यो बिचमा चाहिँ मेन चाहिँ उहाँ इन्द्रबहादुर दाइले चाहिँ 3 रोपनीमा लगाउनु भएको रहेछ टन्नै। खोर्थली डाँडा यहाँ हेर्नुहोस् अब यो हजुर बन्नाले पोहोरको वर्षको कलम हो। ए पोहोरको? हजुर 1 वर्ष भयो भनौँ न। हजुर। अब खास भनौँ भने यसको पाल्टी भन्ने हुन्छ, त्यो मैले परारको वर्ष लगाएर पोहोरको वर्ष कलम गरेको, यो वर्ष यतिको फल्यो नयाँ। ए 1 वर्षमै फल्यो है? यो 1 वर्ष कलम गरेर 1 वर्षमै यतिको फलेको। यो हो के मेहनत भएको हो कि। यहाँ हेर्नुहोस् त मल मैले कति अब मेहनत गर्नुपर्छ हजुर। अब मेहनत नभइकन यो चाहिँ अलिकति फल्दैन है? कठिनाइ छ के। अब यहाँ हजुर मजाले तपाईँ पोहोरको वर्षको कलम हो यो। ओहो यस्तो गरेर फल्यो। 1 वर्षमै फल्यो है? हजुर 1 वर्षमै फल्यो। ल कति राम्रो। यस्तो गरी अब यो तल्लोपट्टिको चाहिँ किन भन्नुहुन्छ भने मैले आउने बित्तिकै पोहोरको वर्ष चाहिँ मकै लगाइदिएँ कि। ए तल मकै लगाइदिएको हुनाले यो अलिकति सानो बिरुवै रह्यो। हजुर। ए हजुर मकै यसमा चाहिँ मैले मकै लगाएन। अब मकै नलगाएकोले कति फरक हजुर फलिसक्यो है धेरै नै राम्रो छ होइन। यो 2-3 बारी अब यहाँदेखि तलतिर मकै लगाएको थियो, मकैले अलिकति डाउन गरायो। ल राम्रो राम्रो पुरै फलिसकेको रहेछ। यो एकदम भ्याराइटी राम्रो भ्याराइटी इटाली भ्याराइटी हो। ए यो चाहिँ यो स्याउ है? ए नाम हुन्छ है? जति पनि छ। यो तपाईँले 3 रोपनीमा लगाउनु भएको चाहिँ इटालियन भ्याराइटी इटालीबाट लिएर आएको इटली स्याउ हो यो। यहाँ हेर्नु न अब चिचिलै यत्रो ब्ल्याक भइसक्यो यो हेर्नु है। ओहो चिचिलामै यत्रो ब्ल्याक भइसक्यो, रातो भएर कालो एकदम। फेरि यो हर तरिकाको लगाउनु पर्छ, यसमा कुरा हुन्छ होइन। हजुर हजुर हजुर। अब त्यो भएन भने त्यो नहुने, त्यो भएन भने त्यो नहुने हुन्छ। त्यो कारणले चाहिँ हामीले यस्तो कयौँ किसिमको लगाएको हो क्या। ए हजुर यो चाहिँ एउटै मात्रै उ छ है दाइ अहिले चाहिँ यो बोटहरू? हजुर। ए ल ठिक छ दाइ, दुःख गरेर जे होस् राम्रो भएछ। यहाँ हेर्नुहोस् न तपाईँले त अब यो म आइपुग्दाखेरि त यतिको खास अब यो बारी पनि राम्रो बनाएको थिएन। म बारी बनाएर खेतारो लगाएर बारी बनाएर मैले बिरुवा लगाएर हजुर धेरै चाहिँ उ गरेको छु। दुःख अब वर्षाउने दुःख मेहनतको फल फलिसकेको छ हौ दाइ। ल यता पारीबाट चाहिँ नारायण थान डाँडा पुगिन्छ, माथि डाँडा
अहिले यो बर्खाको समय हुस्सो आइसक्यो। यतापट्टि चाहिँ यो पार्थली डाँडाको टावर हुँदै उता नमोबुत्ता खोपासी पनौती बनेपा उतापट्टि हो। यहाँ चाहिँ पेथानचोक गाउँपालिकाको बजार एरिया। यसो गाउँ यस्तो छ, अलिकति राम्रोसँग देखेको छैन आज। आयो है पारी भित्रतिर त केही देखेन। ए यो डाँडा सबै स्याउ खेती नै हुने रहेछ पछि त अब। यो स्याउ खेती नै गर्ने हो। यो वर्षमा सर्दीमा भन्नाले जाडो महिनामा म इन्डिया गएको थिएँ होइन। हजुर। वहाँ चाहिँ एक दुईवटा चाहिँ भेराइटी एकदम राम्रो आएको रहेछ। हजुर। टेरेस गाला र यो जेट1 भन्ने। ए यो चाहिँ अलिक फरक हो। हजुर यो पनि फरक हो। अरू यसमा पनि फरक छ कि कयौँ भेराइटी छ। ए यो भित्र पनि। हजुर। ए गालामा तपाईँको धेरै किसिमको छ होइन, भेराइटीमा पनि धेरै किसिमको छ। हजुर। अब यो अब हजुरलाई त अब स्याउ भनेपछि स्याउ अब स्याउ भएपछि अब यो त हामीलाई थाहा छ नि कुन चाहिँ चिज कस्तो हो भनेर। हामीलाई त स्याउ भएपछि खान पाए भइगयो। त्यस्तो हो है। ल ठिक छ, हामी चाहिँ अब बेर्न स्याउको बेर्न हेर्न जाँदैछु। ल ओहो यो आल्छ होइन त दाइ? ए यहाँ उता खानालाई पाउँदैन, यहाँ चाहिँ आमामामा बोटै भातलाई जस्तो छ त। के चिज मात्रै हुने है। आमामामा ए बोडै भोलि पर्सि स्याउ पनि यसै गरी फल्ने होला है दाइ? फल्छ नि। स्याउ पनि फल्छ, राख्न मिल्दैन। टिप्नुपर्छ। टिपेर फ्याँक्नुपर्छ। त्यो बोर्डले कति धान्छ त्यति मात्रै राख्ने होला है। ल यहाँ अब यसको पनि दाइले इन्द्रबहादुर दाइले यहाँ स्याउको बेर्न पनि तयारी गरिसक्नु भयो रहेछ। यो कति वर्ष भयो दाइ यो बेर्न? यो 2 वर्ष पुरा भयो। अब तेस्रो वर्षमा निकाल्ने हो। तेस्रो वर्षमा निकालेर सार्ने हो अब है? निकाल्ने हो के यो। अब यो सेडलिङ होइन। सेडलिङ भन्ने चाहिँ तपाईँको बिउबाट उमारेको हुन्छ। यो चाहिँ रुट हो के, रुट स्टोक हो यो होइन। यो M9 को ब्लक यो हो। यो दुईटा बारी चाहिँ M9 को हो। हजुर। अनि M111 चाहिँ तल्लोपट्टि छ। हजुर। यो के थाहा हुँदैन है। यसो हजुरले जान्नेले त हजुर यो चिज रहेछ भनिहाल्छ नि। हजुर हजुर। ओहो ल भेराइटी अरू पनि धेरै भेराइटीहरू छ। ए भनेपछि यो 93 छ तपाईँको कयौँ चिजहरू। अब एउटा चाहिँ अर्को पनि अहिले नयाँ निस्किएको छ, त्यो चाहिँ म अब इन्डिया जाँदाखेरि लिएर आउँछु। ए हजुर त्यो लिएर आउँछु। त्यो चाहिँ धेरै। ए भनेपछि यो चाहिँ 2 वर्ष भयो है दाइ यो बेर्न? 2 वर्ष भयो यो बेर्न लगाएको। हजुर। यो किनभने पहिला यसको मदर प्लान्ट हाँगै हाल्नुपर्ने हुन्छ। ए हाँगा। हजुर। फेरि यो वर्ष चाहिँ यतिको निस्क्यो, अर्को वर्ष यसको दुख्न निस्किनु खोज्छ यसमा। ए हजुर हजुर। अब जहाँ यो वर्ष एउटा काट्यो वहाँ चाहिँ दुईटा आउँछ है? दुईटा तिनटा आउँछ। तल जग्गै हो। ए तलसम्मै छ है अझै? ए हाम्रो चाहिँ म इन्डिया हिमाचलमा हुँदाखेरि के हजुर हाम्रो यता जाजरकोटबाट यतातिरबाट चाहिँ स्याउको बिरुवा लिन जान्थ्यो के बिचराहरू। हजुर। ए जाजरकोटतिरबाट? हजुर जाजरकोट यिनी कालीकोटतिरबाट होइन। हजुर। उहाँ अब यस्तो गर्थ्यो कि अब हुनु त मैले पनि उहाँ नर्सरीको काम धेरै गरेँ। हजुर होइन। हजुर। यत्रो वर्ष यत्रो साल तक उहाँ पनि मैले नर्सरीको काम चाहिँ धेरै गरेँ। पर के गरिदिने उहाँको मान्छेले ठगिदिने क्या बिचराहरूलाई इन्डियामा। क्वालिटी चाहिँ राम्रो नदिने होइन, नदिने राम्रो छ भनेर दिदिने होइन। नपुगेपछि अन्नाबाट ओइ तँ पनि ल्याए भन्ने, त्यसको पनि मेरै हो भनेर दिने। ओइ तँ पनि ल्याए भन्ने, उधार पनि मगाउने हो। त्यही दिदिने, सबै दिने। त्यो राम्रो नराम्रो सबै दिने क्या। त्यस्तो हुन्छ हाम्रो। ल ठिक छ दाइको अब स्याउको बेर्नाहरू पनि तयारी गर्नुभएको रहेछ दाइले। जे होस् अब चाहिँ यो अर्को साल निकालेर अब बेच्न मिल्छ है? यो अर्को वर्ष निकालेर
अब जसलाई एकदमै तयारी बिरुवा चाहियो भने अब कलम गर्नुपर्ने हुन्छ मैले। ए यसलाई निकालेर हजुर। नत्र भने म यो रुटलाई दिएर फेरि कलम अर्को वर्ष चाहिँ कलम गर्न जान सक्छु। ए हजुर। तरिकाले पनि गर्छु। ए यो रोपेर अनि कलम गर्ने है? त्यो झन् राम्रो। ए मैले पनि त तलबाट यही रुटै लिएर लगाएँ, पोहोरको वर्ष कलम गरेर रुट लिएर लगाएर पोहोरको वर्ष कलम गरेर यही वर्ष फल्यो हेर्नुहोस्। हजुर। ए यो चाहिँ कलम गर्न मिल्यो अब? हजुर, यो चाहिँ कलम गर्न मिल्छ। ए यो चाहिँ अर्को ठाउँमा सार्न मिल्छ है? यो चाहिँ अब यो बोर्डहरू चाहिँ? हजुर हजुर। यो चाहिँ यो बोर्डहरू चाहिँ अर्को ठाउँमा लगेर सारेर यसमा कलम गर्ने अनि 1 वर्षमा फलिहाल्छ यसमा चाहिँ फेरि। 1 वर्षमा फल्दा पनि खानलाई चाहिँ मिल्दैन भन्दा पनि हाम्रो चासो हुनु पर्यो के, हाम्रो मेहनत हुनु पर्यो। हो। अब मेहनत भएन भने त कयौँ वर्षमा पनि फल्दैन, रुख पनि ठुलो हुँदैन। हजुर होइन? ओहो। ल रोड पनि यहाँनिरै है? हजुर। यहाँबाट अब डाँडापरी हाम्रो मिल्चे, धाप्ले, खोरापन्ज्याङ हुँदै उता तालढुङ्गा पनि पुगिन्छ। त्यसपछि यो हाम्रो ललितपुरको सिमाना हुँदै ललितपुर, काभ्रे, मकनपुरको सिमाना हुँदै उता फापरबारी हेटौँडा नि पुगिन्छ है यो रोडबाट। ल धेरै राम्रो, तपाईँको रोड नजिकै। दुःख सुख जे गरेर भए पनि तपाईँले जे होस् यो गर्नुभएको छ। बेथन चौकमा नयाँ काम सुरुवात गर्नुभएको छ। हजुरलाई धेरै धेरै धन्यवाद। अझ पनि प्रगति गर्दै जानुहोस्। यो ठाउँमा अझ पनि सबै ठाउँमा इच्छुक हुनेहरू सबैलाई पनि प्रेरणाहरू उपलब्ध गरेर यो ठाउँमा अझ पनि समृद्धि बनाउन सकोस् यो ठाउँमा है, हजुरतर्फबाट है दाइ। त्यसले हेर्नुहोस्, मैले माने